ओखलढुङ्गा जिल्ला मुलुङ गाउँपालिका वडा नम्बर 2 मा अवस्थित ठानीढुङ्गो चर्चित ढुङ्गो सकभर सम्भवतः यो विश्वकै ठुलो ढुङ्गो हो भन्ने हाम्रो दावा छ। त्यसमा पनि नेपालका लागि ठुलै ढुङ्गो। अब यस विषयमा हाम्रो भ्लग बन्दैछ। यहाँ राजन दालजी हुनुहुन्छ, यसको विषय अलिकति नमस्कार सबैलाई, गुड मर्निङ। आज हामी मुलुङ गाउँपालिका वार्ड नम्बर 2 को रामपुरको सिरानबाट हामी ठानीढुङ्गा यहाँ चेकिङ गर्दैछौँ। हामी धेरै साथीहरू मिलेर जाँदैछौँ। यो विश्वको सबैभन्दा ठुलो उच्च ठाउँमा रहेको ठुलो ढुङ्गा हो भन्ने हामीलाई लाग्छ। आज हामी त्यहाँ पुगेर पनि हामी चाहिँ यो ठानीढुङ्गाको बारेमा संक्षिप्त रूपमा बताउने नै छौँ। हो, यो चाहिँ मुलुङ गाउँपालिकाको गाउँ कार्यपालिकाको प्रशासनिक भवन पनि हो। यहाँबाट मुलुङ हाइड्रो सायद 40 मेगावाट कि कतिको बन्दैछ, त्यसको निर्माण हुने क्रममा छ। र त्यसपछि यताको ठाउँ भनेको यो भन्ज्याङ सेप्ली झर्ना छ यहाँदेखि अलि मासतिर। यो रामपुरमा सिँचाइ गर्न ल्याइएको पुलो पनि यही ठाउँमा अवस्थित छ। यो भिरैभिर पुलो बनेको छ, देख्न सकिन्छ। तल पोक्तिन खोला छ भने माथि ब्युटार पर्छ यहाँदेखि माथि भने हामी जाने चाहिँ अब यो माथिको डाँडामा पुग्छौँ। रामपुरको वरुणेश्वर माविमा हालसम्म पढाएर दिवंगत हुनुभएका गुरुहरूको सम्झनामा यो गुरु पार्क बनाइएको छ। नाम मैले के भन्नु पर्यो र यति देखाइदिएपछि पुग्छ। सम्पूर्ण गुरुहरूप्रति हाम्रो श्रद्धा र सम्मान पनि छ। ठानीढुङ्गाको यात्रा सुरु हुन्छ। पक्कै पनि यो स्थानीय पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सक्दा स्थानीय स्तरमा र राष्ट्रिय स्तरमा पनि यसले आर्थिक रूपमा योगदान दिन सक्छ भन्ने हाम्रो दाबी रहेकै छ। यो बोलढुङ्गा हो। हजुर। अब यो बोलढुङ्गाको नाम किन भएको भनेदेखि यसले साउन्ड रिफ्लेक्सन गर्छ, अर्थात् यो बोल्छ भनेर हो। यताबाट हामीले बोल्यौँ भनेदेखि त्यसले बोलेको जस्तो एउटा आवाज सुन्न सकिन्छ। त्यसपछि एकछिन ब्रेक गरी हाम्रो सुबोध गौतम र आमा हुनुहुन्छ, मेरो आमा पनि सुबोध भाइको आमा। एउटा भूमि स्थान भन्छ यसलाई, भूमि पूजा गर्ने ठाउँ। यहाँबाट अब दृश्य देखिन थाल्यो रामपुरको मनोरम दृश्य। तल यहाँ तल टारसम्म, त्यसपछि यो मुलुङ खोलाको कुइने डुँदै तल जराटार, उता सुनकोशी गाउँपालिका। काली अँगेरी भन्छ यो अँगेरी। यो जङ्गलमा पाउँछ एकदम। यसले खानु हुँदैन, विष हो। काली मात्रै थपिएको चाहिँ खान मिल्यो। यसले सुगर घटाउने, ब्लड प्रेसर नियन्त्रण गर्ने लगायत राम्रो काम गर्ने यस्ता जडीबुटीहरू यो ठाउँमा धेरै पाइन्छ। गुलियो भयो भने सुगर घटाउने समस्या यसको। यो काली अँगेरीलाई पनि प्रमोसन गरियो। अब यसले जिब्रो कालो बनाउँछ, हरियो बनाउँछ। यहाँबाट उँभो गएपछि जडीबुटीहरूको भण्डारै छ। यहाँ पत्ता लगाउन मात्रै अलिकति गाह्रो भएको। अब हामी गाउँले चौतारी पुग्ने अवस्थामा छौँ एकैछिनमा। यसको सुरुवातकर्ता चाहिँ रमेश दाइ। अब उहाँले चाहिँ यो निर्माण गरेको यो गाउँले चौतारी। यो ठानीढुङ्गा पुग्नु र रामपुरको तलबाट गर्दाखेरि ठ्याक्क बिच बाटोमा पर्छ। यो रामपुरको सबभन्दा सुन्दर ठाउँ, यति राम्रो भूमि होइन। यो चाहिँ राजनीतिक रूपमा पिछडिएको ठाउँ एकदम। यस्तो भूमि भएर पनि यसको सुन्दर पक्ष के छैन। वरुणेश्वर मावि इलाका प्रहरी कार्यालय, वरुणेश्वर शहीद आदर्श क्याम्पस, अर्को चाहिँ बरुण एजुकेसनल एकाडेमी, बोर्डिङ लगायत सबै चिज छन्। राम्रो ठाउँ छ। त्यहाँमाथि एउटा अझ यसको राम्रो पक्ष हुन्छ गौतम होटल। खाना बस्न सेवा सुविधा सम्पूर्ण रूपले। र भोलि यो पदमार्ग बनेर ठानीढुङ्गा जाँदा सबै बस्ने ठाउँ चाहिँ त्यही हो। यो पनि जानकारी गरियो। अरू केही छ त? अरू त्यति केही छैन। अरू छ भने गौतम होटलको बारेमा अहिले 3 जानकारी गरौँ। त्यही बसेर थाहा हुन्छ कति सेवा सुविधा छ। ल, यहाँहरू सबैलाई हार्दिक स्वागत छ। थ्याङ्क यू। ल, त्यति हुँदै अब हामी गाउँले चौतारीबाट यो ठाडो उकालो उँभो जाने अवस्थामा छौँ। ल, यहाँ आएपछि मान्छे फोटो खिच्नका लागि चाहिँ हत्तै गर्छन्। त्यति राम्रो सुन्दर ठाउँ छ यहाँ। फोटो खिच्नमा फेरि माहिर चाहिँ खिलासर हुनुहुँदो रहेछ भन्ने पत्ता लाग्यो। रमेश दाइको त कुरै गर्नु परेन। फोटै राम्रो आउने रहेछ कि यहाँनिर चाहिँ हाम्रो गाउँले सरको फोटो। आज हामी रामपुर ठानीढुङ्गा पदमार्गमा छौँ र यो पदमार्ग अन्तर्गतको हामी यो झन्डा भएको यो गाउँले चौतारी हो। यो यसलाई भ्यू पोइन्टको रूपमा हेर्न सकिन्छ। यो तल रामपुर हो। गाउँले चौतारीदेखि अलिकति थोरै मासतिर हामी छौँ। दैले ढुङ्गोबाट यहाँ पापद्वार धर्मद्वार के गरेछ मान्छे, जति मोटो भए पनि धर्म गरेछ भने छिर्ने अवस्था हुन्छ। ल ल रमिते ढुङ्गो भन्ने यसलाई ठानीढुङ्गा जाने क्रममा आउने
डेन्जर ढुङ्गो छ रमिते ढुङ्गो भएर पनि तल सोलुङ खोला पारी मोलुङ खोला राँगादीप 8 नम्बर पारी देउराली उता जराटार यता नजिकै रामपुर पारी सुनकोशी काँक्रो वितरण कार्यक्रम रहेछ यहाँ यस्तो छ उक्सेको काँक्रो रहेछ बिताउँछ नि फेरि त्यहाँ छ उ त परकोमा पनि छ यसरी खाइरहेछ नि बास प्रस्थान गर्दै गरौँ हामी पुगिहाल्छौँ है अनि ढुङ्गाको वरिपरि हामी आइपुग्यौँ यो सङ्केततिर जाने हो बाटो यता छ जाँदै हुनुहुन्छ अब यहाँ अरू ठुल्ठुला ढुङ्गाहरू पनि देखिन थाले म तेज प्रसाद घिमिरे मोलुङ 2 रामपुर तल्लोटार हजुर पछि बालकृष्ण बराल चम्पादेवी एक पलापो ल उहाँदेखि आउनु भएको छ यो थानी ढुङ्गाको अलिकति प्रचार प्रसार हो। भयो यसो एकचोटि के रहेछ के चाहिँ रहेछ त भनेर नि। बुझौँ न भनेर नहस् अब यो थानी ढुङ्गा जस्तो छ यो ढुङ्गो तर यो चाहिँ होइन अलिक परतिर गएपछि भेटिन्छ त्यस्तै आकाको अलिक ठुलो छ हो ठिक छ ल अब जाउँ न थानी ढुङ्गो अब टक्लक्क यो ढुङ्गो मात्रै निकालेर भिडियो खिच्ने अवस्था नहुने देखियो सुरुवात यहाँबाट भयो अब ट्याक्क घुम्ने हो कति बेर लाग्छ ढुङ्गो घुम्ने हो पहिले हामी अब ढुङ्गाको परिक्रमा गर्दैछौँ सर्वप्रथम यहाँ चाहिँ अब धेरै 1600 हाइट माथि भएकोले अब जडीबुटी जन्ने चिजहरू पनि पाइने यो काभ्राको रुख हो ढुङ्गै माथि उम्रेर तल आएछ खाने ढुङ्गो प्रवेश हामी यहाँ ओडार पनि छ यो चाहिँ समुद्र सतहदेखि 1690 मिटर हाइटमा अवस्थित छ यो विश्वको नि सबैभन्दा ठुलो ढुङ्गा हो कोही कसैले काहीँ ढुङ्गो देख्नुभयो दावा गर्न आउँदा भयो काहीँ चाहिँ यस्तो भयो भने पनि कसैले राखिदिनु होला र विश्वको 7 अरब मानिससम्म हामी यो थानी ढुङ्गामा यो झाँक्रीवासमा यो झाँक्रीको मन्दिरमा घुम्न आउन रमाउनका निमित्त चेक ट्राभलिङ गरेर यहाँ आउने रमाउने गर्नका निमित्त हामी सबैलाई आह्वान पनि गर्छौँ आइदिनु हुन अनुरोध पनि गर्छौँ यो अत्यन्त सुन्दर रमणीय ठाउँ छ त्यसैले गर्दा यो भीमकाया समुद्र सतहबाट 1600 मिटर हाइटमा रहेको यो विश्वकै ठुलो ढुङ्गा हो हामीले यसरी चिनेका छौँ अब हामी झाँक्रीको मन्दिरतिर दर्शन गरेर जाँदैछौँ र सबै नेपालीलाई सबै स्वदेशी विदेशीहरूलाई यो सुन्दर रमणीय भूमिमा आइदिन हामी अनुरोध पनि गर्छौँ हलेसी आउने तीर्थालुहरूलाई यहाँ पनि आउन आग्रह गरिन्छ करिब करिब यो पनि अचम्मको ढुङ्गो यहाँ पैसा चढाउने मन्दिरहरूमा आउने यहाँ अब कति 50-100 जना जति ओडारमा नि ओत लाएर बस्न सकिने स्थिति छ नेपालको यो चाहिँ काठमाडौँबाट 282 किलोमिटर यात्रा गरिसकेपछि यो ढुङ्गामा आउन सकिन्छ यो 1600 मिटर हाइटमा रहेको थानी ढुङ्गामा यहाँ सबै पर्यटकहरू आउने क्रम पनि जारी छ यहाँहरू सबैलाई आएर यो भीमकाया विश्वको सबैभन्दा ठुलो ढुङ्गा अवलोकन गर्न पनि हामी आउन अनुरोध गर्छौँ आइदिन घुम्दिन रमाइलो गरिदिन इन्जोय गर्न आउन पनि हामी अनुरोध गर्छौँ यहाँ सुबोधजीलाई यो पर्यटकको रूपमा काठमाडौँदेखि आएको बेला ढुङ्गामा आउनुभयो सुबोधजी यहाँलाई हार्दिक स्वागत छ यस विषयमा के छ भन्नु ल आज पहिलोचोटि हो पहिलोचोटि हो थानी ढुङ्गाको बारेमा सुनेको थिएँ यहाँनिर अवस्थित छ भन्ने कुरा जानकारी थियो र कति विशाल छ कति भीमकाय छ भन्ने कुरा प्रत्यक्ष रूपमा मैले देखेँ र यहाँहरूले पनि देख्नुभयो होला यसको छुट्टै ऐतिहासिक महत्त्व छ र सबैभन्दा ठुलो कुरा चाहिँ म यहाँ रमेश गाउँलेजीलाई यहाँनिर बोलाउन चाहन्छु उहाँले एउटा ठुलो लक्ष्य राख्नु भएको छ लक्ष्मीप्रसाद देवकोटाले त्यत्तिकै भन्नुभएको होइन उनी छुनु चन्द्रहेको भनेर एउटा उद्देश्य राखेपछि सबैले थपथाप गर्दै सबैजना मद्दत पुग्छ अहिले एक शरण सगरमाथाको बेस क्याम्पसम्म जानका लागि पदमार्ग बनाउने लक्ष्य र हाम्रो उद्देश्य सबैले मिलेर पुरा गरौँ यो अवश्य पनि पुरा हुन्छ भन्नु होला यसमा अरू के जोड्नुपर्ने केही विषय छ माथि गरौँ ल यो चाहिँ काठ बनाउँछु भनेर उसले काट्न आएको खास चाहिँ मादलको लागि होइन काठ उहिले अठुक हुन्छ नि त आरो लाउँछ आरोवाला हो नि त ऊ त अनि थाम हुन्छ भनेर काट्न आएको बन्दर ठन्नकै भाँचियो
एकै तालीमा 2-3 तालीमा बन्द ठाउँकै भाँचिएर हिँड्नु बिरामी भएर गयो कि मान्छे यहीँबाट बिरामी भयो 3 वर्ष कि 5 वर्षको अन्तरालमा एउटा छोरो बिँडमा चाहिँ फलामै फलामे तलबाट चाहिँ वाल हाल्ने माटो पुरै काट्दै हिँड्दै गरेर यसलाई चाहिँ यो कति कानेर बसेर पुट्दै लो बेदारी सर स्वागत छ है स्वागत छ अहिले आउजाउ गरिहालिन्छ नि ढुङ्गाकै खाने ढुङ्गाकै साइड भएर हिँड्ने क्रम जारी छ ल ढुङ्गाको एकचोटि परिक्रमा गरेर आइपुग्यो 939.65 मिटर स्क्वायर फुट हो यही हो आधिकारिक कुरो यहाँ जे लेखिएको छ त्यसैलाई आधार मानेर यसलाई हामीले ठुलो ढुङ्गा भन्यौँ विश्वकै अब कोही कतैले काहीँ देखेको भए ल्याउनु र दावा गर्न प्रस्तुत गरियो राम 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 यहाँ पो जग्गा रहेछ त टन्न ढुङ्गा ढुङ्गो छ नि यो ढुङ्गो हो नि पुरै बाँकी छ राम राम मनोरम दृश्य हरे कृष्ण ल धेरै राम्रो छ धेरै यस मुनि ओडार छ तल 100जना मान्छे अट्न सक्ने 1700 मिटर हाइटमा यहाँ झार उम्रेको छ अहिले तर यहाँ पोखरी थियो यो ढुङ्गामाथि पोखरी यहाँ चाहिँ हाम्रो झाँक्रीहरूले यी ढुङ्गामा पानी जमेको पानी खाने एउटा पुवाको रूपमा प्रयोग गर्ने अनि यता साइडतिर बिस्कुनहरू सुकाउने खाद्यान्न कुरा सुकाउने र तल भएको ढिकी जातोमा कुटान पिसान गरेर झाँक्रीहरू यहीँ बस्ने उहाँहरूको यो सधैँको वासस्थान हो झाँक्री बस्ने ठाउँ हो यो थानी ढुङ्गा अहिले यहाँ पालिकाको र के अरे प्रदेशको सङ्घको बजेट परेको भन्ने छ के हो त्यो खास कुरा बताइदिनु अब यहाँ चाहिँ अहिले यो 2 वर्षदेखि कोशी प्रदेश सरकारले सुरुमा सिँढी बनाउनको लागि 25 लाख रुपियाँ विनियोजन गरेको थियो त्यसमा त्यसले यो रामपुरको सिरानबाट गुरु पार्क नेरीसम्म चाहिँ सिँढी बन्यो अहिले पनि फेरि कोशी प्रदेशले 5 लाख दिएको छ त्यो गुरु पार्कमा निर्माण कार्य भइरहेको छ त्यसपछि बाँकी भएको बजेट गाउँपालिकाले मोलुङ गाउँपालिकाकोले बजेट विनियोजन गर्यो 2 खण्ड 2 वर्ष लगातार र त्यसले थानी ढुङ्गासम्म सिँढी भएको एउटा पदमार्ग तयार भएको छ अहिले हामी थानी ढुङ्गासम्म पहिलेको जस्तो जङ्गल हिँडेर फाँडेर आउनुपर्ने अवस्था छैन सहज रूपमा आउन सक्छौँ अहिले अब यो ढुङ्गो ठुलो छ भीमकाय छ यसको गोलाइ 170 मिटरभन्दा बढी छ यसको उचाइ 100 मिटर जति छ त्यसैले गर्दाखेरि चाहिँ यो विश्वको सबैभन्दा ठुलो ढुङ्गो हो भन्ने हामी दावा गरिरहेका छौँ आजसम्म यत्रो ढुङ्गो हामीले देखेका छैनौँ र यो हाम्रो मुलुकमा वा हाम्रो अरू कुनै जिल्लाहरूमा यत्रो ढुङ्गो छ भनेर सामाजिक सञ्जाल वा मिडियाहरूमा कसैले दिनुभएको पनि छैन त्यस आधारले पनि र यो ढुङ्गो चाहिँ त्यसैले यो विश्वको ठुलो ढुङ्गो हो भन्ने हाम्रो दावा हो